आफ्नो जीवन गीता भनौँ या आत्मगीता लेख्नु भयो कि भएन हुन्छ। तपाईँ जतिसुकै दुःखमा हुनुहोस्, तनावमा हुनुहोस्, जब थाहा पाउनुभयो भने तपाईँ फुल्न थाल्नुभयो। यो वर्ल्डको 90% पपुलेसन चाहिँ आफूले आफूलाई खोज्दैन अरे। उनीहरू चाहिँ अरूको सपनामा काम गर्छ अरे, जागिर खान्छ अरे। अनि बिलो 10%, 10% भन्दा थोरै मान्छेले मात्रै आफूमा काम गर्छ, आफूलाई खोज्छ। म के गर्न जन्मेको थाहा पाउँछ र त्यसमा काम गर्छ। तपाईँ केमा पर्ने? ठिक छ, तपाईँ 90%मा पर्न चाहनुहुन्छ भने भिडियो गिभ अप गर्नु, आफ्नो काम गर्न थाल्नु, जागिर खान थाल्नु। तर होइन, जीवनमा के गर्नु छ, जीवनको केही लक्ष्य छ, जन्मिनुको सार्थकता थाहा पाउनु छ भने चाहिँ टु बी कन्टिन्यू।